सर्वोच्च अदालतले रवि लामिछानेको बन्दी प्रत्यक्षीकरणको रिट आज पनि हेर्दैमा राखिएको छ। सहकारी वकिलको तर्फबाट बस सकिएको भए पनि जारवालाको बस बाँकी। रिसाएका गगन देउवाललाई भेट्न बुढाली कण्ठ पुगे के विषयमा भयो छलफल। सहकारी ठगी प्रकरणमा एमाले नेता आर्यल पक्राउ। आर्थिक सुधार कार्यान्वयन कार्ययोजना स्वीकृत, यस्ता छन् मन्त्री परिषदका 9 निर्णय। सभामुख र राष्ट्रिय सभा अध्यक्षलाई भेटेर सचिवहरूले जनाए पुलिङ विधेयकमा गम्भीर विमति। ओभरलोड प्रति प्रशासनको कडाई, भार मिलनपछि मात्र अनुमति। अञ्जना कोइराला जोडिएको सहकारी ठगी मुद्दाको सुनुवाई दोस्रो पटक स्थगित। पूर्व राजा ज्ञानेन्द्र र राजावादी नेताहरू बीच गोप्य भेटवार्ता। एनआरएनमा रमिता प्रधानमन्त्रीको एउटालाई, परराष्ट्र मन्त्रीको अर्कालाई समर्थन। बाबुराम भट्टराई सहभागी कार्यक्रममा लफडा, तनावपछि बीचमै हिँडे बाबुराम भट्टराई। कुनै घटनामा पर्साई सहित 53 जनालाई प्रतिवादी बनाइने 46 करोड 90 लाख बिगो माग। दर्शक श्रोताबिन नमस्कार। सदाको झैं दैनिक सुन्नै पर्ने र महत्त्वपूर्ण अपडेट लिएर तपाईहरू समक्ष उपस्थित भइसकेको छु म खेमराज भट्टराई। तपाईलाई यस च्यानलबाट प्रसारण भएका दैनिक अपडेट कस्तो लाग्छ? सल्लाह सुझावको लागि सानो कमेन्ट भने छोड्न नभुल्नु होला। तपाईले सुनिरहनु भएको भिडियोमा कुनै कमी कमजोरी भए तपाईले अमूल्य प्रतिक्रिया हामीलाई दिन नभुल्नु होला। हामी आगामी दिनमा सुधार्दै अगाडि बढ्नेछौँ। तपाईले हाम्रो भिडियो मन परेमा भिडियोलाई एक लाइक भने अवश्य पनि गर्नु होला। सुरु गरौँ आजको पहिलो प्रसङ्ग। सर्वोच्च अदालतले रवि लामिछानेको बन्दी प्रत्यक्षीकरणको रिट आज पनि हेर्दैमा राखिएको छ। प्रसङ्गबाट राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेको तर्फबाट दायर गरिएको बन्दी प्रत्यक्षीकरणको रिट फेरि पनि हेर्दैमा राखिएको छ। सहकारी ठगी मुद्दामा पक्षका लागि कारागारमा रहेका रासोपा सभापति लामिछानेको हकमा उनकी श्रीमती निकिता पौडेलले सर्वोच्च अदालतमा दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिट शुक्रबारका लागि हेर्दैमा राखिएको हो। बिहिबार सर्वोच्चका न्यायाधीश दया डाक्टर नकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासमा रिटको सुनुवाई भएको थियो। सुनुवाई नसकिएपछि शुक्रबारका लागि हेर्दैमा राखिएको हो। निकिताले गत वैशाख 7 गते प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय रूपन्देही जिल्ला अदालत, उच्च अदालत तुलसीपुरको बुटबल इजलासमा जिल्ला प्रहरी परिषद काठमाडौँ कारागार कार्यालय रूपन्देही र जिल्ला प्रहरी कार्यालय रूपन्देहीलाई विपक्षी बनाएर रिट दर्ता गराएकी थिइन्। गत वैशाख 9 गते न्यायाधीश अब्दुल अजिज मुसलमान इजलासले कारण देखाउ आदेश जारी गरेको थियो। त्यस्तै पछिल्लो समय सरकार र पार्टीको नेतृत्वसँग असन्तुष्ट रहेका काङ्ग्रेसका महामन्त्री गगन थापाले सभापति शेरबहादुर देउवासँग भेट गरेका छन्। झापा जानु पूर्व बिहिबार बिहान महामन्त्री थापा सभापति देउवालाई भेट्न उसका निवास बुढाली कण्ठ पुगेका हुन्। पछिल्लो समय सरकारका कामलाई लिएर असन्तुष्टि व्यक्त गरेका थापाले पार्टी नेतृत्वप्रति पनि सकारात्मक थिएनन्। यसैले थापा सामाजिक राजनीतिक पार्टीका आन्तरिक संरचना, क्रियाशील सदस्यता नवीकरणका विषयमा छलफल गर्न देउवा निवास पुगेका हुन्। सभापतिसँग महामन्त्रीको नियमित भेटकै श्रृङ्खला हो। भेटमा समसामयिक र आन्तरिक संगठनका विषयमा छलफल भएको हो। देउवाका स्वर्गीय सचिव भानु देउवाले भने महामन्त्री निकट स्रोतले पनि पछिल्ला राजनीतिक गतिविधि र पार्टी संगठनका काम कारबाही बारे छलफल भएको जानकारी दियो। सभापतिसँग नियमित हुने भेटघाट र संवादकै क्रममा भेट हो, थापा निकट स्रोतले भन्यो। समसामयिक राजनीतिक र आन्तरिक संगठनका विषयमा छलफल भएको हो। भेटका क्रममा महामन्त्री थापाले क्रियाशील सदस्यता नवीकरण बारे देउवालाई रिपोर्टिङ गरेका थिए। बुधबार मात्र थापा संयोजकत्वको सदस्यता व्यवस्थापन समितिको बैठकले आगामी असार मसान्तसम्म विवाद टुङ्ग्याएर क्रियाशील सदस्यताको विषयमा अनिवार्य टुङ्ग्याउन निर्देशन दिएको थियो। असार मसान्तसम्म पुरानो सदस्यता टुङ्ग्याउने र साउन 1 गतेदेखि नयाँ सदस्यता नवीकरण गर्ने तयारी काङ्ग्रेसको छ। सदस्यता टुङ्गेपछि मात्र काङ्ग्रेसमा 15औं महाधिवेशनको तयारी अगाडि बढ्नेछ। त्यस्तै सहकारीको रकम अपचलन प्रकरणमा एमाले नेता पक्राउ परेका छन्। पक्राउ पर्नेमा एमालेको पेशागत विशेष प्रदेश
कमिटीका सदस्य कृष्ण आर्याल छन्। उनी एमाले पर्यटन विभाग सदस्य एवं उद्योग तथा व्यवसायी विशेष जिल्ला कमिटीका इन्चार्ज समेत हुन्। अदालतको फैसला कार्यान्वयनका लागि ललितपुर महानगरपालिका 3 सानेपा बस्ने आर्यलाई पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजी कुमार आर्यलले जानकारी दिए। उनले सहकारीको ऋण लिएर नतिरेपछि ठगी मुद्दामा काठमाडौँ जिल्ला अदालतले रकम भुक्तानी गर्न आदेश दिएको थियो। 16 खुट्टे स्थित दिगो पर्यटन सहकारी संस्थाबाट लिएको ऋण नतिरेर अटेर गरिरहेका आर्यललाई अदालतको पक्राउ पुर्जीका आधारमा प्रहरीले पक्राउ गरेको हो। उनी आफै सञ्चालक समितिमा रहेर सहकारी संस्थाबाट 2074 साल जेठ 30 गते 11,50,000 ऋण लिएका थिए। सहकारीले पटक पटक ऋण तिर्न लिखित एवं मौखिक आग्रह गर्दा पनि उनले सावा र ब्याज भुक्तानी नगरेपछि 2079 पुस 4 गते काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरिएको थियो। अदालतले 2080 असार 17 गते रकम भुक्तानी गर्न आर्यलको नाममा आदेश दिएको थियो। अदालतले उनलाई 1 वर्ष कैद र 11,50,000 बिगो तथा जरिवाना हुने सुनाएको थियो, तर उनले हालसम्म रकम भुक्तानी गरेका थिएनन्। आर्यलले एमालेको कोटाबाट नेपाल पर्यटन बोर्डको सदस्यता समेत लिएका थिए। त्यस्तै मङ्गलबार बसेको मन्त्री परिषद बैठकले 9 वटा निर्णय गरेको छ, जसमा आर्थिक सुधार कार्यान्वयन कार्ययोजना स्वीकृत गर्ने निर्णय पनि गरेको छ। विवाद सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा मन्त्री परिषद बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं सञ्चार मन्त्री पृथ्वी सुब्बा गुरुङले उच्च स्तरीय आर्थिक सुधार सुझाव आयोगको सुझाव कार्यान्वयनका लागि तयार गरिएको आर्थिक सुधार कार्यान्वयन कार्ययोजना 2082 स्वीकृत भएको बताए। बैठकमा निर्णयमा नेपाल राष्ट्रिय ब्याङ्कको गभर्नरमा डाक्टर विश्व पौडेलको नियुक्ति, केही मन्त्रीको विदेश भ्रमण स्वीकृत र नेपाली सेनाका महासेनानीको पदावधि थप्ने सम्मका विषय छ। बैठकले अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति 5औं संशोधन आदेश 2082 स्वीकृत गरेको छ। नेपाली सेनाको सैनिक स्वास्थ्य समूह अन्तर्गत मेडिकल उपसमूहका 1 जना महासेनानीको पदावधि थप गर्ने भएको छ। बैठकले जेठ 11 गतेदेखि 19 गतेसम्म चीनमा आयोजना हुने एक कार्यक्रममा सहभागी हुन उद्योग मन्त्री दामोदर भण्डारीलाई स्वीकृति प्रदान गर्ने निर्णय गरेको मन्त्री गुरुङले जानकारी दिए। सुर्खेत उपत्यका नगर विकास समितिको स्वामित्वमा रहेको जग्गा मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालय कर्णाली प्रदेशको प्रशासकीय भवन निर्माण परियोजना उपयोग गर्नका लागि कर्णाली प्रदेश सरकारलाई उपलब्ध गराउन शहरी विकास मन्त्रालयलाई स्वीकृति दिने निर्णय पनि सोही दिन बैठकले गरेको छ। त्यस्तै संघीय निजामती विधेयकमा राखिएको कुलिङ पिरियड सम्बन्धी व्यवस्था हटाउन माग गर्दै नेपाल सरकारका सचिवहरूले प्रतिनिधि सभाका सभामुख र राष्ट्रिय सभाका अध्यक्षसँग भेटवार्ता गरेका छन्। मुख्य सचिव एकनारायण आर्याल सहित सचिवहरूले बिहिबार सभामुख देवराज घिमिरे र राष्ट्रिय सभा अध्यक्ष नारायण दाहाललाई छुट्टा छुट्टै भेटेर संघीय निजामती विधेयकमा गरिएको प्रावधानप्रति विमति राखेका हुन्। मुख्य सचिव आर्याल सहित सरकारका सचिवहरूले प्रस्तावित व्यवस्थाले सरकारका सचिवहरूको मनोबल गिराउने काम गरेको बताएका थिए। सभामुख र अध्यक्ष दुवै सचिवहरूको सरकारबारे आफूहरू गम्भीर रहेको बताएका थिए। अवकाश पाएका 2 वर्षसम्म संवैधानिक निकायमा नियुक्ति लिन नपाउने व्यवस्था सहित प्रतिनिधि सभाको राज्य व्यवस्था समितिले संघीय निजामती विधेयकमा सहमति गरेको थियो। समितिमा सहमति भए पनि प्रतिवेदन सभामा पुगिसकेको छैन। सचिवहरूले प्रधानमन्त्री केपी शर्मा ओली र काङ्ग्रेस सभापति शेरबहादुर देउवासँग पनि आफ्नो कुरा राखिसकेका छन्। समितिले पारित गरेको व्यवस्था अनुसार विधेयक पारित भए सचिवहरूले सामूहिक राजीनामा गर्ने चेतावनी पछि देउवाले राज्य व्यवस्था समितिका सभापति रामहरि खतिवड़ालाई फोन गरेर निर्णय सच्याउन आग्रह गरिसकेका छन्। शीर्ष नेताको असहमति पछि राज्य व्यवस्था समितिले पुलिङ पिरिम सम्बन्धी व्यवस्थालाई सच्याउने गृहकार्य थालेको छ। त्यस्तै मालवाहक गाडीका ओभरलोडले पुल भाँचिने समस्या दोहोरिँदै गएपछि रूपन्देही प्रशासनले कडा मापदण्ड लागू गरेको छ। पूर्व पश्चिम राजमार्गमा रहेका पुल भाँचिने र सडक भत्किने घटना बढेपछि नेपाल भित्रिने ट्रकलाई कडाइका साथ भार
मापन गर्ने निर्देशन दिएको छ। केही महिनाको फरकमा बुटवल नारायणघाट खण्डका 2 पुल भाँचेपछि जिल्ला प्रशासन कार्यालय रूपन्देहीले ओभरलोड नियन्त्रण गर्ने कडाई गरेको छ। देशको दोस्रो ठूलो सुनौली बेलहिया नाकाबाट नेपाल प्रवेश गर्ने भारतीय मालवाहक गाडीहरूलाई सीमामै रोकेर भार मिलाउन गरेपछि मात्र प्रवेश अनुमति दिने निर्णय गरेको छ। जिल्ला प्रशासन कार्यालयमा हालै सुरक्षा समितिको बैठक नै बसेर यस्तो निर्णय गरे। परिपत्र समेत गरिसकेको प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले जानकारी दिए। उनले बिहिबारदेखि नै नियमलाई कार्यान्वयन गराउने गरी परिपत्र गरिएको बताए। सुनौली नाकाबाट दैनिक 200 भन्दा बढी मालवाहक गाडी नेपाल प्रवेश गर्दछन्। सामान्यतया ती गाडी 26 टनदेखि 25 टनसम्मको भार वहन क्षमता भएका हुन्छन्, जसमा फलामे, रड, कोइला, जिप्सन, तेल लगायतका औद्योगिक कच्चा पदार्थहरू ल्याइन्छन्। तर कतिपय गाडीमा भने यसको दोब्बरसम्म लोड हुने गरेको बताइन्छ। प्रशासनको नयाँ निर्देशन अनुसार अबदेखि सीमामा नै गाडीको भार मिलाउन गरिनेछ र ओभरलोड गाडीहरूलाई प्रवेश अनुमति दिइने छैन। यस निर्णयले सडक र पुलको संरक्षणमा सहयोग पुर्याउने प्रजीय घिमिरेको दाबी छ। यसरी ओभरलोड नियन्त्रणका लागि गरिएको नयाँ व्यवस्थाले सडक संरक्षणमा सहयोग पुग्ने अपेक्षा गरिएको प्रजीय घिमिरे बताउँछन्। त्यस्तै सार्वजनिक लेखा समितिकी सभापति ऋषिकेश पोखरेलकी श्रीमती अञ्जला कोइराला जोडिएको उमा गौरी सहकारी ठगी सम्बन्धी मुद्दाको सुनवाई दोस्रो पटक पनि स्थगित भएको छ। उच्च अदालतका मुख्य न्यायाधीश ध्रुवराज नन्दनको इजलासमा बिहिबार चढेको पेशी प्रतिवादीको कानून व्यवसायीले निवेदन नदिएपछि स्थगित भएको हो। मोरङ जिल्ला अदालतको आदेश विरुद्ध सहकारी वकिलको कार्यालयले अञ्जली सहित 6 जना प्रतिवादीलाई थुनामा राखेर आदेश गर्नुपर्ने माग गर्दै 73 नम्बरको निवेदन दिएका थिए। 11 वैशाखमा उच्च अदालत विराटनगरका न्यायाधीश दया श्रीधर कुमारी बुढासैनी र केशव प्रसाद वास्तोलाको राय बाजियो। अञ्जली सहित 6 प्रतिवादीको हकमा 2 न्यायाधीश बीच थुनामा पठाउने कि नपठाउने भन्ने सम्बन्धमा होइन, धरौटी रकम बढाउने कि नबढाउने भन्ने विषयमा मात्र राय बाजियो। त्यसपछि दोस्रो न्यायाधीशको इजलासमा पेशी चढेको थियो। 2 पटकसम्म मुख्य न्यायाधीश नन्दको इजलासमा पेशी चढेपछि प्रतिवादीका कानून व्यवसायीले हटाउँदै आएका छन्। यसअघि न्यायाधीश केशव प्रसाद वास्तोलाले प्रतिवादी मध्येका रोशन राजवंशी, अञ्जला कोइराला, ज्योति सापकोटा र सन्तलाल खवासको हकमा जनै 1 करोड र अन्य प्रतिवादीहरू लक्ष्मी देवी कार्की, राजवंशी, सुमन लोहनी र मनोज कुमार सोनीको हकमा जनै 25 लाख रुपैयाँ धरौटी माग गर्ने राय पेश गरेको थियो। तर न्यायाधीश श्रीधर कुमारी बुढासैनीले जिल्ला अदालत मोरङले गरेको आदेशलाई सदर गर्ने राय दिइन्। न्यायाधीश वास्तोलाले सहकारीका अध्यक्ष शम्भु प्रसाद रौनियारलाई जिल्लाको आदेशलाई सदर गर्दै पूर्व पक्षका पठाएको हकमा भने सहमत भएका छन्। जिल्ला अदालतले अञ्जलालाई 10 लाख, ज्योतिलाई 5 लाख, लक्ष्मी देवीलाई 50,000, सुमन लोहनीलाई 2 लाख र मनोज कुमार सोनीलाई 1 लाख रुपैयाँ धलौटीमा छाड्न आदेश दिएको थियो। त्यस्तै पूर्व राजा ज्ञानेन्द्र शाहले पछिल्लो पटक पनि राजावादी धारका प्रमुख नेताहरूसँग गोप्य भेटवार्ता गरेका छन्। नवराज सुवेदी नेतृत्वको राजावादी समूहले जेठ 15 गतेदेखि अनिश्चितकालीन आन्दोलन सुरु गर्ने घोषणा गरेसँगै शाहले बिहिबार सुवेदी सहितका नेताहरूसँग राजधानीको एक होटलमा भेट गरेका हुन्। भेटमा राप्रपा नेपालका अध्यक्ष कमल थापा, राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेन तथा राजावादी धारका नेता शेखर बहादुर विष्टको उपस्थिति रहेको स्रोतले जनाएको छ। तर भेटमा के विषयमा छलफल भयो भन्ने कुरा सार्वजनिक गरिएको छैन। यसअघि वैशाखको दोस्रो साता शाहले नगरकोटमा बसेर यस्तै प्रकृतिका नेताहरूसँग छलफल गरेका थिए। राजावादी आन्दोलनको मुखमा भएको यो भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ। त्यस्तै गैर आवासीय नेपाली सङ्घ NRN को भित्री चुलिएको विवादले नयाँ मोड लिएको छ। आर्जु राणा नेतृत्वको परराष्ट्र मन्त्रालयले महेश श्रेष्ठ नेतृत्वको समूहलाई आधिकारिकता दिएको छ भने प्रधानमन्त्री केपी शर्मा ओलीले भने बद्री केसी नेतृत्वको पक्षलाई समर्थन जारी राखेका छन्। बिहिबार परराष्ट्र मन्त्रालयले श्रेष्ठ नेतृत्वको
एनआरएनलाई वैधानिक मान्यता दिँदै विदेश स्थित सम्पूर्ण नेपाली दूतावासहरूलाई सर्कुलर पठाएको हो। सर्वोच्च अदालतको आदेशपछि गठित उच्च स्तरीय समितिबाट आयोजना गरिएको एकता महाधिवेशन मार्फत श्रेष्ठ नेतृत्वको कार्य समिति निर्विरोध चयन भएको उल्लेख गर्दै मन्त्रालयले उक्त निर्णय लिएको हो। श्रेष्ठ पक्षका प्रवक्ता गंगाधर गौतमले परराष्ट्रको पत्रचारप्रति आभार व्यक्त गर्दै सबै राष्ट्रिय समन्वय परिसरहरूलाई भ्रममा नपरी नयाँ कार्य समितिसँग सहकार्य गर्न आग्रह गरेका छन्। तर अर्कोतर्फ बद्री केसी नेतृत्वको समूहले आफूहरू कार्तिकसम्म अवैध रहेको भन्दै अझै पनि आफूलाई नै आधिकारिक मान्नुपर्ने अडान लिएका छन्। केही दिन अघि प्रधानमन्त्री केपी शर्मा ओली केसी समूहको कार्यक्रममा सहभागी भएका थिए। त्यसअघि परराष्ट्र मन्त्री आर्जु राणा एनआरएनको एकता महाधिवेशनमा सहभागी हुँदै सोही समूहलाई साथ दिँदै आएकी छन्। एनआरएनएमा दुई समूह बीच यो रक्षा कक्षीले संस्थाको साख र स्वामित्वमा प्रश्न उठाएको छ। त्यस्तै नेपाल मानव अधिकार संगठनले बिहिबार आयोजना गरेको मानव अधिकार र लोकतन्त्रमा संक्रमणकालीन न्यायको असर विषयक नागरिक स्तरीय छलफल कार्यक्रममा पूर्व प्रधानमन्त्री तथा तत्कालीन विद्रोही नेता डाक्टर बाबुराम भट्टराईलाई सहभागी भए। कार्यक्रमको क्रममा भट्टराईले दण्डकालमा भएको मानव क्षति त्यसको जिम्मेवारी र अहिलेको संक्रमणकालीन न्याय प्रक्रियाको सन्दर्भमा धारणा राखेका थिए। तर उनको भनाइपछि कार्यक्रममा विवाद उत्पन्न भएको थियो, जसपछि उनी कार्यक्रमको बीचमै उठेर निस्किए। प्रत्यक्षदर्शीका अनुसार उनले अन्य देशमा ठूलो क्रान्ति हुँदा वा द्वन्द हुँदा लाखौं मारिएका तर नेपालमा 17,000 मात्र मारिएको बताएपछि द्वन्द पीडितहरूले आक्रोशित भएर सार्वजनिक एक भिडियोमा उनको अभिव्यक्तिपछि एक द्वन्द पीडितले आक्रोश पोखेका देखिन्छ। त्यसपछि आक्रोशित भएका भट्टराई पनि बीचमै कार्यक्रम स्थलबाट बाहिरिएका थिए। अर्को एक सहभागीका अनुसार ती द्वन्द पीडितले भट्टराईलाई हत्यारे समेत भनेपछि स्थिति असहज बनेको थियो। तनाव हुनु अघि भट्टराईले आफ्नो मन्तव्यमा भनेका थिए, त्रिपक्षीय राजनीतिक सङ्घर्षमा दुई पक्ष मिलेर निरङ्कुशता विरुद्ध लड्नु पर्यो। आजको प्रणाली ल्याउन माओवादी र लोकतान्त्रिक पक्ष दुवैको साझा भूमिका थियो। त्यसैले यसको संरक्षण र न्याय प्रक्रियामा दुवै पक्षको बराबरी दायित्व छ। उनको द्वन्द्वकालमा भएका मानव क्षतिको विषयमा विभिन्न प्रतिवेदन हवाला पनि दिएका थिए। उनले दिँदै भने, हाम्रो आफ्नै प्रतिवेदन अनुसार पनि शाही नेपाली सेनाको तर्फबाट 80% र जनमुक्ति सेनाको तर्फबाट 20% घटना मानव क्षति भएको छ। तर अहिले सारा दोष माओवादीमाथि थप्नुपर्ने प्रवृत्ति देखिन्छ। द्वन्द्वको नेतृत्वकर्ता तत्कालीन माओवादीका नेता उनले मन्तव्यको क्रममा आफू विरुद्ध द्वन्द्वकालमा 50 लाख रुपैयाँको पुरस्कार तोकिएको प्रसङ्ग समेत उठाए। मेरै टाउको 50 लाख पुरस्कार थियो, त्यो बेला म कति दबावमा थिएँ भन्नुस् न त, उनीहरूले भने। त्यस्तै जिल्ला प्रहरी परिषद काठमाडौँले राजावादीहरूले घटाएको हिंसात्मक 3 कुनेमा घटनाको अनुसन्धान प्रतिवेदन जिल्ला सहकारी वकिलको कार्यालय काठमाडौँमा बुझाउने तयारी गरेका छन्। प्रदर्शनका क्रममा पक्राउ परेका विवादपश मेडिकल व्यवसायी दुर्गा परसाई सहित 53 जनालाई प्रतिवादी बनाएर मुद्दा चलाउने राय सहितको प्रतिवेदन बुझाउने तयारी भएको हो। राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका नाममा गरिएको अराजक प्रदर्शनमा सहभागी मध्येका 8 जना विरुद्ध राज्य विरुद्धको कसुर, कर्तव्य, ज्यान मार्ने उद्योग, अपराधिक उपद्रव र संगठित अपराधको मुद्दा चलाउन प्रहरीले राय दिन लागेको हो। त्यस्तै दुर्गा प्रसाई विरुद्ध भने राज्य ज्यान मार्ने उद्योग, राज्य विरुद्धको अपराध, अपराधिक उपद्रव र संगठित अपराधमा मुद्दा चलाउने राय दिने तयारी प्रहरीको छ।